हेलो गाइज वेलकम टु माई युट्युब च्यानल। यो चाहिँ मेरो फर्स्ट ब्लग आज स्टार्ट गर्दैछु। प्रसिद्ध मन्दिर माइथान मतलब कमलामाया मन्दिर जाँदैछौँ हामी। यहाँ चाहिँ अब दाइ र फुपू दिदी हुनुहुन्छ। यतातिर हाम्रो दाइ र भाउजू हुनुहुन्छ। अनि हामी चाहिँ यहाँ दुईवटा बाइकमा हामी जाँदैछौँ आज। फर्स्टमा चाहिँ हामी यहाँ अब पेट्रोल हाल्न जान्छौँ। अनि हामी चाहिँ अहिले यहाँ पेट्रोल पम्पमा पेट्रोल हाल्न जाँदैछौँ। यहाँ अहिले हामी शान्तिनगर चोक आइपुगिसकेका छौँ हाम्रो सिन्धुलीको। यो पनि एक प्रसिद्ध चोक पहिलेदेखि चल्दै आएको हो। यहाँ धेरै बसहरू पनि देख्न सक्नुहुन्छ। हामी यो बाटोबाट विमान हुँदै जनकपुर पनि पुग्न सक्छौँ। हेर्न सक्नुहुन्छ यता थकाली खाजा घरहरू पनि छ। तपाईँहरू सिन्धुलीबाट बदिवास जनकपुर जान चाहनुहुन्छ भने तपाईँ यहाँबाट राम्रो होटेलहरू पनि भेट्न पाउनुहुन्छ। बस्न सक्नुहुन्छ, घुम्न सक्नुहुन्छ, सिन्धुली आएर घुमेर पनि जान सक्नुहुन्छ। हेर्नु बाटो पनि पिच रोड छ, तपाईँहरूलाई केही गुनासो हुँदैन। यहाँ हाम्रो दाइ भाउजू र फुपू दिदी हुनुहुन्छ। हेर्नु सक्नुहुन्छ बाटोमा हाम्रो खाजाघर भान्साघरहरू छ। त्यो भएपछि तपाईँहरूलाई पनि सजिलो हुन्छ। तपाईँहरूलाई कतै खाजा खानु धेरै भोक लाग्यो भने तपाईँहरू खाजा खानु सक्नुहुन्छ। अहिले चाहिँ स्कुल टाइम भएर धेरै जस्तो 8-9 बजेको भएकोले धेरै स्टुडेन्टहरू देख्न सक्नुहुन्छ। बच्चाहरू स्कुल गइरहेको भएछ। यहाँ हेर्नु सक्नुहुन्छ यतापट्टि हाम्रो नगर प्रहरी कार्यालय पनि छ। यता हाम्रो गौमती स्कुल छ। त्यसै गरी हाम्रो यहाँ सिन्धुली बजार प्रवेश गर्नलाई यहाँ अर्को द्वार रहेको छ। त्यसै गरी हाम्रो यहाँ प्रहरी पोस्ट रहेको छ हाम्रो सुरक्षाको लागि। हाम्रो केही नहोस् भनेर हाम्रो सुरक्षाको लागि।
लामो यहाँ गेट रहेको छ। हामी यहाँ दर्शन भित्र छिरिसकेका छौँ। गेटबाट देख्न सक्छ हामीले यहाँ पिच रहेको छ। आज अफिस डे भएर पनि स्कुल डे भएर पनि धेरै मान्छेको त्यस्तो भिडभाड होला जस्तो लाग्दैन मलाई। सक्नुहुन्छ तपाईँले पूजा गर्नु केही सामग्री केही चाहिन्छ भने तपाईँहरूलाई भोक लागेको छ भने हामीले देख्न सक्नुहुन्छ यहाँ तपाईँहरूको लागि पसलहरू छ। अनि तपाईँहरू यहाँबाट आएर पूजाहरू गर्न सकिन्छ। पूजाको सामग्रीहरू लिन सक्नुहुन्छ। हामी चाहिँ पूजा नगर्ने मिल्ने भएर हामी चाहिँ अहिले भ्रमणको लागि आएको छौँ। सक्नुहुन्छ यहाँ चाहिँ हाम्रो दिदीहरू दाइहरू हिँड्दै हुनुहुन्छ भाउजू। यो चाहिँ हाम्रो कमलामाई मन्दिर रहेको छ र यो चाहिँ हाम्रो सानो गेट बनाइरहेको रहेछ फुलनिर स्वागतमको लागि। सक्नुहुन्छ तपाईँले यहाँ आउँदैखेरि हेर्न सक्नुहुन्छ। रमाइलो वातावरण छ, शान्तिको प्रतीक छ। तपाईँहरू आएर यहाँ घुम्नु होला, पूजा गर्नु होला, साधना गर्नु होला, मनको शान्ति पाउनुहुन्छ तपाईँहरूले। यहाँ पनि गेट अगाडि पनि हाम्रो एउटा मन्दिरको लागि स्वागतमको लागि मन्दिरमा छिर्नको लागि गेट रहेको रहेछ। अहिले चाहिँ हामी मन्दिरभित्र पनि पसिसकेको छौँ। हेर्न सक्नुहुन्छ वातावरण नै ठाउँ छ, हेर्न सक्नुहुन्छ। पिस छ, हावा आइरहेको छ, हेर्न सक्नुहुन्छ। हाम्रो चाहिँ यतातर्फ मन्दिर रहेको छ भने हेर्न सक्नुहुन्छ। रमाइलो रहेछ। हाम्रो चाहिँ पछाडि यहाँ मन्दिर रहेको छ, हेर्न सक्नुहुन्छ। यहाँ सानो सानो यहाँ गेटहरू पनि बनाएको छ, देख्न सक्नुहुन्छ। सानो सानो तपाईँ सिलगढी आयो भने एकचोटि कमलामाई मन्दिर चाहिँ घुम्नु होला, रमाइलो गर्नु आउनु सक्नुहुन्छ। खास गरी पूजा गर्न आउनु सक्नुहुन्छ। राम्रो ठाउँ रहेको छ। अनि यहाँ धेरै जस्तो मान्छेहरूले भन्दा नि यहाँ हेर्न सक्नुहुन्छ। यहाँ केही कुराहरू लेखिएको रहेछ। विक्रमसँग 2047 साल फाल्गुन महिना 12 गते 19 गतेसम्म श्री के लेखिएको रहेछ, हेर्न सक्नुहुन्छ। यो मद्दत गरिएको पैसाको रकम लेखिएको हुनसक्छ यो मन्दिर बनाउँदाखेरि, सक्नुहुन्छ। माथितिर पनि हरियाली देख्न सक्छौँ। मान्छेहरू धेरै भक्तजनहरू यहाँ खास गरी आफ्नो मन्नत पुरा गर्नु, आफ्नो साधना गर्नु आउनुहुन्छ।
है